आज भनेपछि बिहानै बिहानै मैले चाहिँ वाइफाईको राउटर किन निकालेँ सोच्नु भएको। वाइफाईको राउटर निकाल्ने कारण छ। त्यसपछि चाहिँ हेलो नमस्ते सबैजनालाई मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज भिडियो बनाउँदा बनाउँदै पनि मलाई 28 डे भइसकेको छ हैन। त्यसपछि चाहिँ बिहान बेता बाबुले नास्ता खाएर यता चाहिँ गराएको थिएँ। त्यसपछि टिफिनमा यसरी नास्ता खाएर प्याक स्याक गरेर मैले चाहिँ उनीहरूलाई पुऱ्याएर त्यसपछि नानीलाई चाहिँ यता मैले क्लासभित्र नै ल्याएर पुऱ्याइदिन्छु कि नानीलाई चाहिँ। त्यसपछि चाहिँ मैले उनीहरूलाई साथीहरूलाई बाई बाई फेरि यता पसलमा आएर मैले स्याउ र कागती लिएको थिएँ। फेरि बाबुसँग दिदी खेल्दै थिएँ। यता मैले चाहिँ उसलाई हान्न सिकाइरहेको थिएँ हैन। कति गुड ह्याबिट मात्रै सिकाउने, कहिले कहिले ब्याड ह्याबिट पनि सिकाउनु पर्यो नि त। फेरि बाबुलाई बनेको उता चिला थियो, मैले पनि खाएँ। उता फेरि भान्जा फेरि मामाको पछि पछि लागेको थियो, रेड बुल हेरेर हो त्यो चाहिँ हैन। आज भनेपछि मेरो ढाड भनेपछि साह्रै दुखेको थियो कि यो बिचको हड्डी भनेर यस्तो त दुखेको थियो, यस्तो त दुखेको थियो हैन। यस्तो दुखेको थियो हड्डी चाहिँ हैन। वेट बढेर भएर हो कि किन हो किन यस्तो दुखिरहेको थियो। आज चाहिँ साह्रै दुःख भयो मलाई चाहिँ पसलमा हैन। त्यसपछि चाहिँ बाबु यसरी पछि लागे। मैले भने उसलाई म्याडाक मुडुक गरिदिन्छु नि त, उसले त्यही भएर मसँग खेले जस्तै गरेर पछि लाग्छ कि। अनि उसको मम्मी चाहिँ खाना बनाउँदै थियो उसको लागि। त्यसपछि चाहिँ उसले खानासाना बनायो, उसले लियो खाना खानको लागि। उसले चाहिँ मलाई बाई बाई गरेर गयो। त्यसपछि हाम्रो होटलमा चाहिँ काँचो चाउमिन पनि पाइन्छ होला। ससहरू अङ्कलले अर्जुनहरूले लिनुभयो उमा चाहिने सामानहरू। त्यसपछि हामीले आज साम्बारको तरकारी बनाएको थियौँ कि। साम्बार बनाउँदा खाँदा खाँदै फेरि यता चाउमिनको अर्डर आएर मैले फेरि चाउमिन दिन थालेँ। त्यसपछि हिजो मैले राइस बनाएको अनि आज पनि राइसको अर्डर आयो। त्यसपछि आज चाहिँ राइसहरू दिएर आज चाहिँ फ्राई मोमोहरू पनि धेरै गएको थियो कि आज हाम्रो पसलमा चाहिँ। भनेपछि कसैले खानुभयो, कसैले लानुभयो। त्यसपछि चाहिँ आज हामी समोसा बेल्दै थियौँ कि। अनि मैले बिहान भनेको थिएँ नि त हामीले राउटर निकाल्नुको कारण हामीलाई चाहिँ होल्डिङ एकदम राम्रो छ कि, बेस्ट नै छ होइन होल्डिङ। तर हामीलाई चाहिँ त्यहीमा प्राइस अलि नै बढी डबल नै पर्ने गरेको भएर हामीले निकालेको हो। त्यस्तो नराम्रो कारण चाहिँ केही होइन होइन। त्यो हामीले चाहिँ यता हामीले 6000को 1 वर्ष हालेको छौँ कि तल उसमा चाहिँ शिखरवालामा चाहिँ 6000को 1 वर्षको हालेको छौँ। उसमा चाहिँ डबल पर्न लाग्यो, 12000 भन्दा मिल्दैन भन्नुभएको थियो। अनि त्यही कारणले चाहिँ हामीले त्यो कारणले चाहिँ राउटर लिएर जानुभयो। चाहिएपछि भन्नु होला भन्दै हुनुहुन्थ्यो, राम्रो हुनुहुन्थ्यो। यता चाहिँ भाइले रोटी खाँदै थियो, अनि गाली खायो पनि उसले खाना खान्न भन्दा भन्दै मम्मीले उसलाई चाहिँ रोटी खिलाउनु भयो। मैले चाहिँ मासु र भात खाएँ। मलाई चाहिँ यो पिस साह्रै मनपर्छ, खाएँ। अनि लिपला पारिम भट्टीलाई। अनि यसरी हामी आज चाहिँ घर जानलाई पनि 3 जना नै जान लागेको। मेरो भिडियो कस्तो लाग्यो भन्नु ल। भेटौँला अर्को भिडियोमा।